तिमी आज सालोसँग सुत्नु ल कसरी म आमासँग सुत्छु कसरी सुत्नु म चाहिँ सालोसँग अनि ठाउँमै छैन नि त नि दिनभरि बाइक कुदाएकोले पेट फुलिरहेको छ भरे रातभरि पाच्छु भाइले के भन्छ भोलि बिहान त यस्तो उस्तो भन्दा खुट्टाले लाग्छ एउटै ओछ्यानमा कसरी सुत्नु भाइसँग चाहिँ के हुँदैन के ससुरासँग सुत्छ त अनि ससुरासँग कसरी सुत्छु दिन चाहिँ म पक्कै बरु कसरी सुत्नु ससुरासँग अनि चाहिँ बरु भाइसँग सुत्छ हुन्छ सालोसँगै कसरी सुत्नु मेहनत गर न आजको रात त हो नि मेहनत गर ए सालो त अघि नै पनि निदाइसक्नु भएछ अब राति म निदाएको बेलामा सालोलाई मेरो खुट्टाले लाग्यो भने मलाई पाप लाग्छ होला हे भगवान् होइन आज छिटो उठाउ त निन्द्रा पुग्यो मुला हो भने काठ पसिसक्ने बोका हुनु भने डाँडा काँडा गनाएर ढाकिसक्ने धन्न मान्छे भएर छ के भयो तिम्रो भाइको पनि बेला चाहिँ भएको रहेछ कस्तो बेला अब त्यो हाम्रो गाउँको लाठी कान्छीसँग बिहे गरिदिनुपर्छ बिहे गर्ने उमेर चाहिँ भएको जस्तो लाग्यो मलाई के बिहे गर्छ भर्खर 19 वर्ष लाग्दैछ तेरो त झन् केटीसँग वास्तै गर्दैन खालि केटासाथीसँग मात्रै मिल्छ केटीहरूलाई वास्ता गर्छ कि गर्दैन त्यो त मलाई थाहा छ नि होइन के सोचेको धन्न आजको रात बाँचेँ म निन्द्रा लागेन भइसक्यो कति कति पल्का बिर्सिनु सक्छु र